हेलो एन्ड नमस्ते सबैजनालाई। के सबैजना सन्चै आरामै त हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ मैले फेरि पनि हजुरहरूलाई नयाँ भिडियो ल्याएर आएको छु। अहिले चाहिँ म गाउँतिर छु। अहिले चाहिँ म गाउँतिर गुल्मीतिर छु र अहिले चाहिँ म दसैँ मनाउनको लागि गाउँघरतिर आएको थिएँ र गाउँघरतिरको अवस्था चाहिँ यस्तो छ। पुरै घर चाहिँ जङ्गल पल्टेको छ। यो चाहिँ हाम्रो गोठ भयो है। यो चाहिँ हाम्रो गोठ दाउरै छ। अब बिहा बाख्रा हुने कुरो त भएन होइन गाउँतिर, त्यही भएर गोठमा चाहिँ दाउरो छ। अनि देख्न सक्नुहुन्छ यस्तो छ हाम्रो गाउँको अहिलेको अवस्था चाहिँ। एकदम झाडी भएछ। पुरै यहाँ कुरो उम्रेछ के पुरै अरूभन्दा पनि पुरै कुरो उम्रेर झाडी भएछ। हेर्नु सक्नुहुन्छ यस्तो छ है। फेरि पानी पनि आएको छ है। पानी पनि नो कम्प्रोमाइज। यहाँ अमिला समिला पनि छन्। अब फुल भन्नुहुन्छ भने त तपाईँले त यो गुफै भनेको छ, एउटा गुफो हेर्न सक्नुहुन्छ फुलको चाहिँ यस्तो छ। बारी पनि हिजो जोत्ते चाहिँ यहाँ यस्तो छ बारीको अवस्था चाहिँ। अनि यस्तै छ गाउँको घर चाहिँ अवस्था यस्तो छ। अब हामीले यसलाई ट्याकटुक गरेर हेर्ने देख्ने लायक बनाउनु पर्ने हुन्छ। अनि ट्याकटुक दसैँ बनाउनु पर्ने हुन्छ। अब यो सफा बनाउनु पर्यो। यता चाहिँ आमाको लिपपोत कार्यक्रम भइरहेको छ कन्टिन्यू बिहानैबाट। यता चाहिँ लिपिसक्नुभयो। अब यहाँ पुरै लिप्ने ओर्ने बिस्तारै सिस्तारै बनाउने ओर्ने होइन, पेन्ट सेन्ट लगाउने होइन, तिनी काम हुन्छन्। अब यहाँ चाहिँ यसो देख्न सक्नुहुन्छ हालको अवस्था चाहिँ यस्तो छ। अनि मैले हजुरहरूले अब यो छ्याकछुक पारेर यसको पछिको त्यहीँ मैले बिफोर आफ्टर देखाउँछु तपाईँलाई। अब अहिले चाहिँ यस्तो छ अवस्था घरको है। अनि फेरि गाउँतिर चाहिँ अलिक चिसो रहेछ, जाडो छ बिहान बेलुकी। ल है ल हालको अवस्था चाहिँ यति चाहिँ लगाइयो। यति चाहिँ हामीले मैले चाहिँ छु। अहिले मेरो गेटअप चाहिँ यस्तो छ है। अब के गर्नै पऱ्यो। यता चाहिँ सबैतिर भ्याएँ। अब बाँकी पनि हाम्रो यति छ। अब बाँकी यति लगाएपछि यताको पाटो भ्याइन्छ अनि हामी पछाडिपट्टि जान्छौँ। हालको लागि चाहिँ हामीले हिजो चाहिँ यतिसम्म चाहिँ गऱ्यौँ है। यतिसम्म चाहिँ गऱ्यौँ। माथि चडक्क भ्याइयो हेर्न सक्नुहुन्छ है। यस्तो छ मौसम चाहिँ अहिले गुल्मीतिरको मौसम चाहिँ यस्तो छ है। ल अब मेरो गेटअप त के कुरा गर्नुहुन्छ र कुरै नगर्नुहोस्। यस्तै छ है। काम चाहिँ निरन्तर रूपमा चलिरहेको छ। अब यो चुना लगाएर भ्याएपछि चाहिँ अब पेन्ट गर्न बाँकी छ, आँगन लिप्न बाँकी छ। त्यसपछि चाहिँ हिजो हामीले यतातिर पनि फाँड्यौँ, यतातिर फाँडफुँड भयो। अनि घाम चाहिँ एकदम मजाले लागेको छ। यहाँ चाहिँ लिपलाप कार्यक्रम चलिरहेको छ। ल सट्ट हेर्नु न त एकखेर।
चाहिँ अहिले चाहिँ बारीमा आएको छु है। घर लिपपोत कार्यक्रम लगभग अन्तिम चरणमा हामीले पुर्यायौँ। अनि अहिले चाहिँ म यसो बारीतिर आएको छु। बारीसारी हेरौँ के कस्तो छ होइन, बुझ्नु त पर्यो। त्यही भएर बारीतिर आएको छु। यो चाहिँ हाम्रो बारी, यहाँ चाहिँ हिजो जोत्नु भएछ। अब भोलितिर चाहिँ हामीले तलतिरको बाटो पनि तलतिरको पाटो के साँच्चै तलतिरको पाटो पनि जोतिन्छ होला। त्यो भिडियो पनि हजुरहरूसँग मैले ल्याउने नै छु भोलिको भिडियोमा। अनि अहिले चाहिँ म यता घरभन्दा यता आएको छु। त्यहाँ माथि चाहिँ हाम्रो गोठ भयो के अरे। अहिले चाहिँ म यता छु है। अनि यो चाहिँ केराको बुटो पसाएको पनि रहेछ केरा। अनि यस्तै छ गाउँघरको रमझम चाहिँ। गाउँघरमा दसैँ आएको छ, तर के गर्नु, मान्छे पनि कोही हुनुहुन्न। हेर्नुहोस् यहाँ यो घर चाहिँ पहिला बस्नुहुन्थ्यो। करिब 6-7 महिना भयो, 1 वर्ष जति चाहिँ भयो होला जानुभयो यहाँबाट नि। अब भनेको लास्ट भनेको हाम्रो घर छ। हामी पनि त्यति यतातिर त बस्दैनौँ, तर चाडपर्वको बेलामा त आउनु पर्यो है, आफ्नो घर कहाँ जानेर अरू ठाउँमा। त्यही भएर हामी चाहिँ आयौँ, लिपपोत कार्यक्रम नि गऱ्यौँ। साफसफाइदेखि ल्याएर सबै कुरा हामीले भ्याइसक्यौँ। अहिले चाहिँ हामी यता छौँ। हाम्रो गाउँघरबाट देखिने दृश्य चाहिँ तपाईँले ब्याकग्राउन्डमा देखिरहनु भएको होला। जुन चाहिँ हाम्रो यो चाहिँ हाम्रो तोलाको चौर भयो भने यो चाहिँ हाम्रो भार्से है। भार्से यो पारी देखेको यो डाँडो चाहिँ भार्से रहेको छ। अब के गर्नु, गाउँमा कोही मान्छेहरू छैनन्, पुरै जङ्गल पल्टेको छ गाउँ चाहिँ। पुरै जङ्गलै जङ्गल छ, छोडेका घर यी बाहेक अरू केही देख्न सकिन्न गाउँघरमा। पुरै हेर्नु त जङ्गल, यो जङ्गल पुरै फाँडेर यहाँ केही गर्न सक्ने हो भने त केही हुँदो। अब मान्छेहरूलाई चाहिँ सहरै चाहिएको छ होइन। सहरमा बिहान खायो, सुत्यो, बेलुका उठ्यो, पकायो, अनि हिँड्यो त्यहाँबाट फेरि मोटाइयो भनौँ, खाओ, हिँडो, त्यति छ मान्छेहरूलाई। गाउँघरमा आउने, खेतीपाती गर्ने त्यो भन्ने छैन। अब अवस्था पनि फेरि त्यस्तै नै छ के, न शिक्षा छ गाउँघरमा, विद्यालय छ टाढा, करिब 1-1.5 घन्टा हिँडेर जानुपर्ने। अब त्यस्तो भएपछि मान्छेहरू बस्ने कुरो पनि आएन। त्यही भएर यस्तै छ अवस्था चाहिँ। यहाँ चाहिँ हाम्रो भब्बु रहेको छ। के कसो गर्दै हुनुहुन्छ? दसैँको रमझम चलिरहेको छ है गाउँघरतिर त। म चाहिँ अहिले आफ्नो खेतबारीमा आएको छु। अहिले चाहिँ म यहाँको प्राकृतिक दृश्य हेर्दै रमाइरहेको अवस्थामा छु है। यहाँको गाउँको हावापानीले मलाई छोएको छ। एकदम रमाइलो महसुस भइरहेको छ है। आफ्नो गाउँमा आउँदा खुसी त कसलाई नहोला र है। अब म चाहिँ यतिकै डुल्दै हिँड्दै बसिरहेको छु। अब गाउँघरमा कोही त छैनन्, तर पनि आफूले आफैमाथि खुसी गराउन सक्नुपर्छ। त्यसैले म त आफ्नो के कस्तो छ जग्गाहरू, के कस्तो छन् बारीहरू, कस्तो छ अवस्था अहिले भनेर बुझिरहेको छु है। अहिले त अनिगिन्ती नै रमाइलो भइरहेको छ मलाई। गाउँतिर त एकदम रमाइलो नै भइरहेको छ। गाउँतिर एकदम चिसो पनि छ बिहान साँझ, अरू बेला त ठिकै नै छ, तर बिहान साँझ भने हल्का चिसो नै छ। म त ब्ल्याङ्केट ओढेर सुतिरहेको छु है। अब बुटोलमा त गर्मी नै होला अझै पनि, तर अब दसैँसम्म चाहिँ म प्राकृतिक दृश्यमा रमाइरहेको अवस्था छ। अब हजुरहरूले मैले देखाउन पनि चाहेँ है। देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा एकदम बबालै भ्यू देखिरहेको छ है। म त एक्लै रमाइरहेको छु प्रकृतिसँग।
अब हजुरहरू चाहिँ के कसो गर्दै हुनुहुन्छ, के कतिको दसैँ आइरहेको छ हजुरहरूलाई। हाम्रो त लिपपोत कार्यक्रमहरू पनि सकि नै सक्यो लगभग। अब हजुरहरूलाई मैले देखाइ नै सकेँ अघिल्लो भिडियोमा कस्तोबाट कस्तो बनायो भन्ने कुरामा। अझ सबै त बनेको छैन, सबै बनेको नि भिडियोहरू म ल्याउने नै छु। यस्तै छ है गाउँघरको रमझम चाहिँ। कोही छैन, सुनो छ, त्यही चराचुरुङ्गीको आवाजमा म चाहिँ रमाइरहेको छु है। ल यस्तै छ। अब हजुरहरूलाई लाग्ला यो बारी चाहिँ किन जोतेको छ, जस्तो मान्छे त छैनन्। अब यहाँ चाहिँ हाम्रो पलतिरको ठुलमम्मीहरूले चाहिँ गर्नुभएको छ यो बारी चाहिँ। अब भोलि चाहिँ हामीले तलतिर सायद जोत्छौँ होला, त्यो भिडियो पनि हेर्न नबिर्सिनु होला। अब मैले यहाँका दृश्यहरू पनि मैले कैद गरेर हजुरको सामु देखाउने नै छु। अब हेर्दै जानु होला नि त है। ल यस्तो छ है गाउँघरका खेतबारी चाहिँ बाँझै छन्, तर हाम्रो चाहिँ हाललाई जोतिँदैछ। भोलि चाहिँ हामीले तलतिर यो बारी चाहिँ जोत्छौँ होला सायद। देख्न सकिन्छ यो चाहिँ हाम्रो घर भयो। घरदेखि म तलतिरको बारीमा आएको थिएँ, पर पनि हामी गइसक्यौँ, हजुरले हेरि नै सक्नुभयो होला। अब चाहिँ थोरै तलतिर गएर हेरौँ न त के कस्तो छ होइन, अवस्थाहरू बुझौँ। तलतिर गएर हेरौँ मजाले के कस्तो छ अहिलेको अवस्था। झाडी त झाडी नै होला, तर पनि बुझौँ। जाने बाटो चाहिँ यस्तो छ एकदम, यस्तो चिप्लो छ क्या, फेरि स्वाट्टै गइन्छ तलतिर। यस्तो अवस्था छ। र हामी चाहिँ तलतिर जाउँ। लोटेला है लोटेला। म चाहिँ अहिले तलतिरको बारीमा आएको छु। यो चाहिँ ल तल तक नै हाम्रो बारी हो। तल यो बाँसभन्दा तल चाहिँ मोटर बाटो छ, त्यहाँसम्म चाहिँ हाम्रो जग्गा भयो। अब हेर्न सक्नुहुन्छ तपाईँले, यहाँको प्राकृतिक दृश्य चाहिँ यस्तो छ है, एकदम रमणीय छ। देख्न सकिन्छ मेरो ब्याकग्राउन्डमा, हजुरहरूले देखिसक्नु भएको होला के कस्तो छ अवस्था भन्ने कुरो। तर पनि गाउँघरमा चाहिँ यस्ता चाडपर्वहरूमा छुट्टीको बेलामा चाहिँ आउन नबिर्सिनु होला। यस्तो छ है, यस्तो छ हाम्रो गाउँघर चाहिँ, यस्तो छ, पुरै जङ्गलै छ। ल ल अहिलेलाई चाहिँ म यतैबाट फर्किन लागेँ। भोलि जाउँला तलतिर हजुरहरूसँगै होइन र। अब म चाहिँ थोरै अब घर के कस्तो भयो त सबै देखाउनु पाएको छैन। घरहरू हेरौँ अनि आजको लागि चाहिँ बिदाई हौ है। ल घर चाहिँ सबै लिपपोत कार्यक्रम सकिसक्यो। यहाँ चाहिँ नसुकेको भएर थोरै टाटे पानी देखिएको छ, भोलिसम्म सुक्ला। ल यता पनि भ्यायौँ है। यहाँ आँगन पनि सागसुक्क बनायौँ। ल हेर्नु जस्तो। ल